नानी आज त छुट्टी छ। हरै 10 बजी मात्रै उठ्नु ल। बिस्तारै उठ्नु, लामोसँगले सुत्नु, मजाले सुत्नु। आज छुट्टी छ क्या भन्नुभएको छ यस्तो तपाईँहरूले। यदि तपाईँले कुनै दिन यसरी भन्नुभएको छ भने नि सोच्नुहोस् कि तपाईँले चाहिँ त्यो नानीको दिमागमा चाहिँ नि एउटा डरलाग्दो विष रोप्दै हुनुहुन्छ है। त्यो विष चाहिँ पछि गएर ठुलो रुख बनेर नि त्यसले डरलाग्दो विष फल्नु थाल्छ क्या। यो चाहिँ एउटा नानीलाई हामीले सिकाउँदै गरेको हुन्छ जुन चाहिँ एकदमै गलत हो। उसले चाहिँ के सोच्छ भने उसले अब त्यो मौका मात्रै खोजिरहेको हुन्छ, कहिले चाहिँ मेरो छुट्टी हुन्छ र म सुत्नु पाऊँ है, कहिले चाहिँ मेरो छुट्टीको दिन आउँछ। उसलाई छुट्टी हुँदा उज्यालो अनुहार हुने हो, खुसी हुने। स्कुल लाग्दाखेरि साह्रो पर्ने, उसलाई सोमबार उठ्नै साह्रो पर्ने। यो चाहिँ हामीले नै बनाउँदै गरेको हुन्छौँ कि हामीले नै उनीहरूको दिमागमा हालिदिँदै गरेको हुन्छौँ कि छुट्टी भन्नु बित्तिकै उसले सोच्छ आहा म मजाले लामोसम्म सुत्नु पाउँछु, मैले बिहान केही गर्नै पर्दैन, मैले मेरो स्कुलको कामहरू गर्नु परेन छुट्टीको दिन लामो सुतेर। त्यो चाहिँ होइन। तर आज तपाईँ र हाम्रो हातमा जुन नानीहरू छ नि उनीहरूलाई छुट्टीको दिन पनि उठाउनुहोस् सधैँकै समयमा, जति अझै बरु छिटो उठाएर अरू स्किल्सहरू सिकाउनुहोस् उनीहरूलाई, गेम्सहरू सिकाउनुहोस् होइन, अरू आर्ट्सहरू सिकाउनुहोस्। छुट्टीको दिन उनीहरूले अथवा सिङ्गिङदेखि गाउने छ है, नाच्नेहरू भयो, गेम्सहरू नाना थरीको गेम्स पनि तपाईँहरूले जति सक्दो चाहिँ आउटडोर गेम्स जुन चाहिँ बाहिर ग्राउन्डमा खेलकुद मैदानमा गएर गर्नेहरू गराउनुहोस्। र छुट्टीको दिन चाहिँ ढिलो उठ्ने, 10 बजीसम्म सुत्ने, यो चाहिँ तपाईँहरूले सोचेर बन्द गर्नुहोस् है।